कहाँबाट आएको? यो भोगटे मेरो माइती गाउँबाट आएको। तपाईँको माइती गाउँ कता हो? ललितपुर धापाखेल आफ्नै बारीको? आफ्नै बारीमा फलेको चाडा ल्याएको थिएँ। लगभग अब सक्यो होला। यसमा दही, तिल, नुन, खोर्सानी, चिनी अनि तेलले झैँ पारेको। दही अलि बढी धेरै भएको, दही थोरै भयो। हिजो फोटो आजको नि मिठै छ हेर्छु होला। यो भोगटे हेरेर मुखमा चाहिँ मुख नरसाउने मान्छे जो छ, हाम्रो गाउँमा बुढाबुढीले के भन्थे, मुखमा पानी आएन भने बौसी हुन्छ भन्थे। अब तपाईँहरूको पनि कसो पानी आउँदैन विचार गर्नु चाहिँ अब को बौसी हो कि बौसी होइन आइहाल्छ अब। मुखको पानी देखाएर कमेन्ट भाडा पुग्छ नि त। मुखमा पानी आएको फोटो खिचेर हाल्नु पऱ्यो, यहाँहरूले अब भिडियो खिचेर हाल्नु पऱ्यो। पानी आएको चाहिँ राख्नु पऱ्यो, त्यसरी बल्ल तपाईँहरू बौसी हुनुहुन्न। अन्त भने चाहिँ तपाईँहरू चाहिँ हिजोको भान्से भने आज नै हुनुहुन्छ भने आज रेसिपी चाहिँ अलिक चेन्ज भयो। हिजो अलि अर्कै थियो, आज हल्का रेसिपी चेन्ज भयो होइन। आजको झन् मिठो छ हिजोभन्दा। ल जुर यहाँ बसेर खाने मान्छेका फेरि मिठो र नमिठो होइन, पलेटी मारेर हात बाँधेर खाने मान्छेलाई मिठो नमिठो चाहियो फेरि यो संसार। ल